अरूभन्दा अनि यो एक प्लास्टिक टिपेर ल्याउनु। राम 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 गाइज मैले चाहिँ यति टिपेँ होइन लाइक 5 एक्सपर्ट डेन्जर छ ल वेलकम ब्याक टु माई युट्युब च्यानल एमआरटी ब्लग। स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी टक्क लाएर बिहानै उठेर झोला सोला बोकेर अब चाहिँ हामी जाँदैछौँ आज थाकल खोज्नको लागि। किन भन्दा हिजो राति पानी परेको थियो, त्यस्तो भएर चाहिँ आज थाकल पानी परेपछि थाकल मस्त पाकिरहेको हुन्छ क्या जङ्गलतिर। अनि त्यही भएर चाहिँ हामी यता यो बाहिर यता हेर्दै नै जीवन यो बाहिर म चाहिँ एक एउटा झोला बोकेर आइजाँदैछु थाकल खोज्नको लागि। अब टाढो जानु पर्दैन, जङ्गल हाम्रो आइ नै सकेको छ, घर नजिकैको जङ्गल हो यो। अब यहीँ माथि जङ्गलमा चाहिँ हामी गएर टक्क लाएर थाकल साकल खोजेर लिएर आउँछौँ। कति भेटिन्छ के भेटिन्छ त्यो तपाईँहरूलाई हामी भिडियो मार्फत देखाइ नै हाल्छौँ। अरूभन्दा एक प्लास्टिक टिपेर ल्याउने हो। यतिको भर टिपेपछि चाहिँ आनन्द हुन्छ, घरमा मजाले बसेर खाइन्छ होइन। टक्कसँगले अर्ग्यानिक थाकल। अस्ति नै यो भिडियो हालेको थिएँ मैले, त्यो थाकलको गोबी खाएको। अबतिर थाकलको दाना खाएको भिडियो आउँछ मेरो फेरि है। कस्तो दामी खतरा सिन्छ कि हाम्रो जङ्गलमा यो बाँसहरू रोपेर यहाँ खतरा छ। तर अलिक समय पानी सानी पर्यो भने चाहिँ यो फेरि जाममा भइहाल्छ। अहिले चाहिँ पासा झरेर बाँस ठिक्क देखिरहेको छ, जाममा हुन्छ। डर मर्दैछ क्या यो ठाउँ है। यहाँनिर अब अलिक सिन्छ यो के भन्छ बाँसहरू बढेपछि धेरै डर हुन्छ। यो बाँस त यहाँनिर पहिले यो बाटोबाट खोलाहरू कुद्थ्यो क्या यहाँनिर चाहिँ। अनि यो खोला कुद्थ्यो, यो खोला नजाओस् भन्नको लागि चाहिँ यहाँनिर टक्क वरिपरि पुरै बाँसै बाँस रोपिदिएको छ यहाँनिर। अनि अहिले चाहिँ खोला सोला पनि यता आउँदैन कि यो बाँसले गर्दाखेरि बाँसले छिकिरहेको छ। अनि खोला चाहिँ अहिले पल्लोपट्टिबाट लगाइरहेको छ। तर यतिखेर अब डढेर लाएर पुरै जङ्गल चाहिँ खुल्ला भइरहेछ। अब थाकल पनि कति भेटिन्छ हामीले खोज्न भनेर तातिर त हिँड्यौँ हामी आज थाकल खोज्न भनेर। तर कति भेटिन्छ थाहा छैन। के हो जीवन, धेरै छ नि थाकल त जङ्गलभरि धेरै छन्। कालै पानी परेर भक्कु पाएको नभेटिने त पुरै भेट्छ। तर यो थाकलहरू त भइरहेको रहेछ है, खासै फलेको रहेछ। त अलिक माथि माथितिर जानुपर्छ होला, माथि बाटोतिर। हिजो माटो पनि गयो बेलुका। कति बजीसम्म गयो? 12-11 बजी। यहाँ चाहिँ अहिले ठ्याक्कै हाम्रो थाकलको सुरुवात पनि भइसक्यो। किन भन्दा थाकल चाहिँ पाकेर यही नजिकै यस्तो भएको रहेछ। ए दामी थाकल चाहिँ दामी भएको रहेछ, अर्ग्यानिक। यो चाहिँ टक्क लाएर खजुर जस्तै छ, खजुर जस्तै हो होइन। अर्को खजुर ठुलो हुन्छ भने यो यसले यहाँ पनि रहेछ, खजुरलाई फेल खुवाइदिन्छ। दामी खालको। अब हामी अलिक पर जान्छौँ, अलिक भित्र पसेपछि चाहिँ टन्नै भेटिन्छ। भार पाक्दै रहेछ यो। ठ्याक्कै यो झोलामा लिएर जानुपर्ने छ हामीले, दाना दाना टिपेर यसो घरमा लगेर टक्क खाना बसेर खानु हुन्छ। खजुर र यो लगभग सेम सेमै हो, अलिकति सानो हुन्छ भन्ने मात्रै हो। हजुर यसको चाहिँ एउटै छ। यहाँ पनि हेर जीवन, यहाँ पनि पाकिरहेछ जताततै हो। अहिले त अलिक टन्नै भएकोतिर जाउँ है। अब थाकल भेटिन थालिसक्यो ए यहाँ पनि। टिपेर पो हाल्नु पर्यो यार झोलामा। अलिक टन्नै भएकोमा जाने जाउँ। अलिक भित्र पस्नु हामी, किन भन्दाखेरि अब झन् झन् भेटिन्छ जान्छ नि त थाकल। नजिकै छु, नजिकै चाहिँ सुरु छ थाकल चाहिँ।
किन हामी थाकल घारीमा आइसकेको छौँ क्या त्यो थाकलले थाकल पाउने ठाउँमा अब मेरो बोनी हुनाले सबै मुखतिर बोनी भइसक्यो अब यहाँ प्लास्टिकतिर बोनी थाकल पाकेको नजिकै जङ्गल भए पनि फाइदै छ यसो जङ्गलको फलहरू खान पाइन्छ होइन घाँस दाउरा गर्न पाइन्छ अर्ग्यानिक फलफुल टक्क हामीले चाहिँ यहाँ अहिले यति टिप्यौँ किन भन्दाखेरि हामीले पाकेको मात्रै लिएर जान्छौँ त्यो ठुलो खालको बोटे भाँचेर चाहिँ लाँदिनौँ यहाँबाट त्यही भएर पाकेको मात्रै लिएर जानु बोटे भाँचेर किन सक्नु पाकेको लिएर गयो भने त फेरि पनि आउँदाखेरि बोटबाट टिप्न सजिलो हुन्छ ए यहाँ हेर्न ओइ यहाँ पनि रहेछ यो भिडियो बनाउँछ खाने बेला गिलास बनाथे मेरो सुत्दै थियो होइन टक्क यसरी हाल्नु पर्यो टक्क त्यसरी नहाल्नु केही हुन्न छानिन्छ नि त धोइन्छ नि त नधोइकन त खाने कुरो भएन अब अहिले त ल हुन्छ यहाँ पनि दिन्छ नि त ए पाएका मात्रै हाल्नु यसरी कमिला लागिसकेको छ है तर ल अहिले भित्र जाउँ जाउँ किनभने भोगा साइडतिर निस्किने अहिले मासतिर गर मासतिर गर जाउँ है यो साइड जाउँ यहाँ टन्नै छु हामी घारी आइसकेको छौँ अर्ग्यानिक चाहिँ यो खजुर ए मेरो खजुर त्यसमाथि उठ निकाल त्यहाँ फोटो खिच्छ त्यसमाथि पुरै माथिबाट क्या यो चाहिँ स्वदेशी खजुर हो विदेशी खजुर खाइसक्नु भएको होला स्वदेशी खजुर चाहिँ यस्तो हुन्छ है जङ्गलमा टक्क पाइन्छ टक्क लाएर हात यसरी हाल्नुपर्ने भयो क्या यहाँ यसरी हालेर टकटक छोडाउनु पर्ने भयो चाहिँ पाएकालाई होइन राम खतरा छ है यो चाहिँ यस्तो बोटमा लटरम्मै पाएको हुन्छ जङ्गलमा आउनुपर्छ टक्क लाएर यसरी टक्क छान्ने झोला तेर्साउने फालिहाल्ने ए टक्क लाएर स्वदेशी खजुर के देख्नु परेको यो कस्तो राम्रो छ यो पुरै थाकले जताततै पाकिरहेछ रातै लटरम्मै परेर यहाँनिर ल यहाँ हेर्न सक्नुहुन्छ आम्मा कस्तो रातो भइरहेछ होइन यतातिर पनि रातै छ अनि मेन कुरो त यहाँ हेर्नु यहाँ कस्तो पाएको क्या यो राम्रो कालै भएर पाकिरहेछ सो आइज यतापट्टि लटरम्मै छ के भने ओइ त्यसलाई टिपिरहेछ ल कहाँ छ कति बनाएको खोइ खै कति पिस आम्मामा भइसकेको छ नजाने अहिले यस्तो राम्रो भयो आम्मामा ए जताततै पाकेर बट मैले चाहिँ यति टिपेँ होइन यो झोलामा पनि पुरा यति टिपेको छु अनि मेरो चाहिँ यति भयो म चाहिँ अहिले आएँ तर जीवन चाहिँ वहीँनेरि टिपिरहेछ पुरै ओ जीवन आइज न
राम 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 हात पनि यस्तो हुँदो रहेछ क्या च्याप 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 परेको है यसको रसले गर्दाखेरि पुरै च्याप 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 पऱ्यो हात साथ जाउँ यार अब थट कति खाँदा खाँदा पनि फेरि मुख पासेर आम्माम थट धेर खायो भने पनि मुख पास्ने के हो खजुर जस्तो टाइपको हुन्छ अनि अर्को खजुर त ठुल्ठुलो हुन्छ यो चाहिँ अलिक सानो हुन्छ नि त अनि त्यही भएर यो चाहिँ धेर खायो भने पनि मुख पास्ने अनि मैले चाहिँ यति लिएर गएको छु किन भन्दाखेरि यो चाहिँ अब फुकाएर फ्रिजमा टक्क लगाएर हालेर चिसो पारेर खाँदाखेरि चाहिँ सही हुन्छ जीवनले पनि यहाँ लिएर आइसकेको छ अहिले आम्मामा यार के हो यत्रो धेरै लिएर आएको छ जस्तो खै हेरौँ त तेरो निकाल त कति बनाइछस् आम्मामा यसले पनि यति टन्नै बनाइसकेछ यार राम राम खै यहाँ राख्न तेरो र मेरो हेरौँ यस्तरी खोल त पेन्ट फुक्लियो अरे के गोजीमा पनि हालेको छस् क्या हो यो चाहिँ अर्ग्यानिक राम 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 खतरा छ है तेरो टन्नै टिपिसस् त नि त अहिले नि ठुलो छ हौ फेरि फोन गऱ्यो यार बुढीले फेरि फोन गऱ्यो एकैछिन है ल अब जाउँ है उतै उतै गएर गरौँ ल हिँड्छ ल अब हामी पनि यहाँबाट टक्कसँग थाकल टिप्यो होइन अब हामी थाकल टिपेर चाहिँ अब हामी पनि लाग्छौँ तर जेस दामी छ फ्रिजमा हालेर खाना चाहिँ दामी नै हुन्छ अब चाहिँ हामी घरतिर लाग्छौँ यति नै हो आज हामीले टिपेको बिहानको हामी कति घन्टा भयो टु हो 2 घन्टा जति भयो हामीले टिपेको थाकल 2 घन्टामा यति टिप्यो छोडाउँदै उतै खालि एक एउटा दाना हाल्दै गरेर 2 घन्टा जति भयो ल खुवाइ हेर्नु है खुवाइ यसको डेन्जर छ ल अरे अर्ग्यानिक होइन त अर्ग्यानिक हो गप्पसँगले खाने अब चाहिँ हामी लाग्छौँ यहाँबाट है आजको भ्लग पनि म यहाँ अन्त्य गर्न चाहन्छु फेरि नेक्स्ट भ्लगमा भेट्ने बाचाको साथ आजको भ्लग म यहाँ अन्त्य गर्न चाहन्छु बाई बाई